हेलो हाई गुड आफ्टरनुन सेवा सम्पूर्ण मेरो युट्युब परिवारहरूलाई हजुरहरू कस्तो हुनुहुन्छ। आई होप हजुरहरू सन्चै सुविस्ता हुनुहुन्छ होला भन्ने आशाको साथसाथमा आजको मेरो ब्लग पनि अगाडि बढाइरहेको छु है हजुरहरू। सो आज चाहिँ फ्राइडे, आज चाहिँ म कहाँ जाँदैछु, फ्राइडेको दिन म कहाँ जाँदैछु हजुरहरू, कहाँ जाँदै रहेछु हजुरहरूलाई पनि म साथमा लिएरै जान्छु। ल त आउनुहोस् है त हजुरहरू। जुन हेर्नु न हजुरहरू कस्तो गरम भएर म चाहिँ अब ती पनि होइन तथानासम्म पनि हिँड्नु नसकेछ गरमले चाहिँ। म चाहिँ बस पर्खिरहेको छु, निस्केँ नि त घरबाट होइन, के गर्नु अब यस्तै छ जिन्दगी। गाडी त आयो 59 आयो, म चाहिँ 2 चाहिँ त्यहाँ उयोसम्म जान्छ नि त सबै कि त्यसमा पर्खिरहेको छु। अन्त गाडी आएपछि अब सबै चढेर अझै लाग्यो क्या हजुरहरू यहाँनिर नि सुँगुरको मासु किन्नु के लालगढीमा यस्तो डरलाग्दो भिड छ, हेर्नु न मासु दोकानमा यहाँनिर हेर्नु सक्नुहुन्छ। भिड हेर्नु है हजुरहरू, भिड यति डरलाग्दो भिड छ कि यति डरलाग्दो, खुट्टा छिराउने ठाउँ छैन। बाफरे फ्राइडे सैटरडे त यहाँनिर भन्नुहुन्छ भने हजुरहरू यहाँ मान्छे हेर्नु न, ब्याकपट्टि हेर्नु न मान्छेहरू हजुरहरू यहाँनिर नि सुँगुरको मासु किन्नु के लालगढीमा यस्तो डरलाग्दो भिड छ, हेर्नु न मासु दोकानमा यहाँनिर हेर्नु सक्नुहुन्छ। भिड हेर्नु है हजुरहरू, यति डरलाग्दो भिड छ कि यति डरलाग्दो, खुट्टा छिराउने ठाउँ छैन। बाफरे फ्राइडे सैटरडे त यहाँनिर भन्नुहुन्छ भने हजुरहरू यहाँ मान्छे हेर्नु न, ब्याकपट्टि हेर्नु न मान्छेहरू हजुरहरू चाहिँ गएर चाहिँ यस्तो डरलाग्दो तम्साउने कि मासु भात हजुरहरू। भोक लाग्यो हजुरहरू, भोक लाग्यो। हावा चल्यो सुस्तरी भने जस्तो भइरहेछ। हावा चल्यो हेर्नु, हावा चलिरहेको छ। भइहाल्छ यहाँनिर यहाँ फ्राइडे लागेको, यहाँ चाहिँ फ्राइडे लागेको अवस्था बिचरा उयो रहेछ, अपाङ्ग जस्तो रहेछ बिचरा। भोक लाग्यो अब ल त हजुरहरू, अहिले देखाउँला है त हजुरहरूलाई साथमा के हुन्छ, कसो हुन्छ। फेरि दिनै राखौँ ल हजुरहरूलाई है। घाम भनेको यस्तो डरलाग्दो छ हेर्नु न हजुरहरू, घाम लागेको हेर्नु न, अब चाहिँ इजरायलमा चाहिँ 100% चाहिँ गरम चढेछ। अब चाहिँ जानु पर्यो, अब चाहिँ गरमको लुगा झिक्दै फेरि जाडोको लाउँदै गर्नु पर्दैन रहेछ। अब टोटली गरमको लुगा निकाल्नु पर्ने अवस्था आएछ हजुरहरू है त। ल यहाँ पनि हेर्नु न हजुरहरू, यति डरलाग्दो भिड छ। सागसब्जीमा पनि साग लिनु आएको केही छैन रहेछ। साग के हो यो, प्याज कल्ली हो कि के हो? राईको साग राम्रो छैन रहेछ, हुँदैन हौ। त्यही यहीँबाट लानु, पालक पनि रहेछ लानु त। सब्जी पालक यहाँ रहेछ त, यहाँ छ त यो साग हेर्नु न हजुरहरू। रायोको साग लाने भनेको त यस्तो पो रहेछ। कहाँ रहेछ? ए यहाँ चाहिँ अलिकति अथवा रहेछ यहाँनिर, भुटेर क्या मिठो हुन्छ नि होइन हजुरहरू, पटपट भुटेर खानु चाहिँ। तरुल बिट खोर्सानी यो खोर्सानी चाहिँ म यो खोर्सानी खाएर चाहिँ हजुरहरू म बिमार भएको नि हौ। यो खोर्सानीले चाहिँ म बिमार भएको।
साह्रो डेडली खान्थेँ कि बुई झन्डै मरेको छु नि हौ। अहिले त छुनु पनि डर लाग्छ। कस्तो डरलाग्दो भिड छ उहाँ हेर्नु न हजुरहरू, भिड हेर्नु न, भिड 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 तेलाबिबमा मान्छेको भिडमा तरबुजाहरूको यहाँनिर बजार लागिरहेको छ। म दिन्छु है यसको पैसा चाहिँ। कस्तो गरम छ हजुरहरू, कस्तो गरम छ हेर्नु न। क्याब चाहिँ यसरी झुन्ड्याएर है कस्तो गरम छ भन्दै हिँडिरहेको छु। क्याब चाहिँ यसरी बोकेर हो हजुरहरू। त्यही हो जिन्दगानी दर्पण छ यहाँ होइन भाइहरू। मनी ट्रान्सफर जसले गर्नुहुन्छ यहाँ कोइला किन्ने अब भने बेलुका मासु परेर खाने। कोइला 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 कोल 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 ماذا؟ هيبريد؟ هيبريد؟ يا خالم إبريد يا خالم شخاميم فخامين ايه بيرة فخاميم فخاميम फखामिम भन्दैछ के हो कसै चाहिँ बिरा किन्नु बिजी। यहाँ हेर्नु न हजुरहरू डोनट कलर कलरको डोनट रहेछ। म त घाँटी पनि सुकिसक्यो हिँड्दा हिँड्दा। अहिले त खाना पनि खाएको छुइनँ, यस्तो भोक लागेको छ कि हजुरहरू, यस्तो भोक लागेको छ कि अब एपार्टमा गएर चाहिँ खाना गम गम खाने हो क्या हजुरहरू। ल अहिले चाहिँ हाम्रो बार्बिक्यूको लागि रेडी भयो। यो पखेटा, यो के अरे पोर्कको उयो हो, यो पोर्क हो, यो चिकनको विङ्स हो, कुखुराको पखेटा हो, यो बोनलेस चिकन हो, अन्त यो टमाटर हो, यो प्याज हो, यो चाहिँ कबाब के भन्छ कबाबको अरे के अरे कि उयसको लागि कबाब त भन्छ त होइन, कबाब बनाउनुको लागि यो चाहिँ चिकन किमा हो होइन, चिकनको डिस हो। यो पनि यो चाहिँ यो चाहिँ क्याप्सिकमहरू हो होइन। यो चाहिँ हामीले पोल्छ, यो प्याज, यो टमाटर, यो क्याप्सिकम चाहिँ रेडी भइसक्यो यो बेलुकाको लागि है। कोइला पनि रेडी छ है आज चाहिँ हाम्रो। ल है अब चाहिँ हाम्रो बार्बिक्यू स्टार्ट भयो हजुरहरू। यहाँनिर देख्न सक्नुहुन्छ हाम्रो बार्बिक्यूमा धुवाइरहेछ। मजाको भयो आज धुवा भएर चाहिँ है। यस्तो धुवामै पकाउने हो क्या हजुरहरू। यताबाट हावा आइरहेको रहेछ है। कहाँ अन्डा लाउँछ हौ छि, अन्डा पो लाउँछ हुन्न के अब त्यो गिलो भएको हुँदैन। अब त्यसलाई मोमो बनाएर खानुपर्छ। आमामा डरलाग्दो धुवा बस्ने हेर्नु त हजुरहरू। यो धुवा हो नि त पाकाउने त है हजुरहरू है हजुर। खै प्याजहरू पनि हालिराख्नुपर्छ है। यति बेला त मजाले उयो हुन्छ नि त है, हावा हुन्छ नि त। लु है हाम्रो बार्बिक्यू स्टार्ट भयो है हजुरहरू। गुड फ्राइडे
काममा गएपछि त स्याट फ्राइडे। ल हाम्रो चाहिँ पोर्कको बार्बिक्यू चाहिँ सकिसक्यो र अहिले चाहिँ यो चिकन गरिरहेको छौँ हामीले। यो चिकन हो हजुरहरू। पोर्क त भइसक्यो, पोर्क त अलरेडी यहाँनिर यो चाहिँ पोर्क हो हजुरहरू, अलरेडी भइसक्यो। अब यहाँ हाम्रो रक्छ विङ्स रहेको छ है। कबाब थियो, कबाबमा चाहिँ अलिकति हाम्रो पानी उयो के अरे गिलो भएछ, त्यही भएर हाम्रो कबाब चाहिँ कम्प्लिट भएन, गर्नु सकेन। अब त्यो कबाबकोलाई चाहिँ भोलि मोमो झन्डै झरे, भोलि मोमो बनाएर खाने हो। थाहा हो झन्डै पोल्यो। ल हजुरहरू हाम्रो यहाँनिर हाम्रो चिकन बोनलेस हुन्छ नि, के भन्छ पगेटी के समथिङ के भन्छ होइन, उसको चाहिँ हाम्रो चाहिँ यहाँनिर चाहिँ रेडी भइसक्यो, पाकिसक्यो है। यो बार्बिक्यू गरेको बोनलेस चिकन हामीले यसरी गरेको छौँ होइन जिरमा। यो चाहिँ पाकिसक्यो हजुरहरू। मेरो घरमा, मेरो बोजू बाजेको घरमा पनि मेरो छोराले चाहिँ मेरो बोजू बाजेको छोराहरूले चाहिँ यस्तो पुरा खाने गर्नुहुन्छ कि हजुरहरू। अनि म पनि एकदमै कति भइसकेको छु कसरी पोल्नुपर्छ, के गरेर पोल्नुपर्छ भनेर। कबाब बनाउनु लागेको थियो हामीले, खास त गोरुको मासुमा हुन्छ कबाब भनेपछि त होइन। हामीले चाहिँ चिकन विङ के अरे मिन्स चिकन अब चिकन किमामा गरेको थिएँ, किनभने त्यो अलरेडी हामीले फ्रिजबाट हिजो डिपबाट निकाल्नु अलिकति लेट भएको कारणले गर्दा चिकन चाहिँ फ्यात्तै फुत्तै भएछ हजुरहरू। अन्त त्यो कबाब बन्नेन आज। सो अब चाहिँ हाम्रो यहाँ विङ्स रहेको छ होइन। अब यो सकिसकेपछि हामीले विङ्स गर्ने हो। यो मस्ती भइसकेको छ हजुरहरू। के गर्नु, एक बारको जिन्दगी हो, खानुपर्छ लगाउनुपर्छ होइन हजुरहरू। खङखङ लङलङ भन्दै तेर्सियो भन्दै के गर्नु त होइन हजुरहरू। यस्तो दुःख गर्नुपर्छ, खानु पनि पर्छ होइन। पैसा भनेको एक ठाउँमा राख्नुपर्छ, आफ्नो जिन्दगी भनेको एक ठाउँमा राख्नुपर्छ होइन हजुरहरू। टिम गरेर कहिले हो जिन्दगी बिताउनु होइन हजुरहरू। मलाई चाहिँ एकजनाले के पनि भनेको थियो भने नि हजुरहरू, 40 काटेपछि चाहिँ जामा लाउँदा चाहिँ हामीलाई सुहाउँदैन अरे भनेर एकजनाले मलाई भनेको थियो होइन। के लाउनु भएको हौ जामाहरू, तपाईँहरूलाई त सुहाउँदैन त भनेर पनि भनेको एकजनाले होइन। तर त्यो 40 काटेर जामा लाउँदा सुहाउँछ सुहाउँदैन हजुरहरू, यसो कमेन्ट्समा भनिदिनुहोस् है। मलाई एकजनाले भनेको थियो, अहिले पनि याद छ होइन, सुहाउँदैन त तपाईँलाई त भनेर के। अब सुहाउनु नसुहाउनु आफ्नो इच्छा हो नि होइन हजुरहरू। हजुरहरूलाई चाहिँ के कसो लाग्छ यसो कमेन्ट्समा चाहिँ एकदम प्रतिक्रिया दिनुहोस् होला यो विषयमा चाहिँ हजुरहरू प्लिज। म भन्नु चाहन्छु, भोलिपछि मेन्सन गरौँला कसले भनेको, के किन भनेको भनेर होइन। र हजुरहरू म चाहिँ अब यो विङ्स राख्दैछु है, राख्नु गइरहेको छ। आमा कति गरौँ रहेछ। विङ्स हेर्नु न पाक्यो, यो किन पाक्दैन आफै। यो चाहिँ पाकिसक्यो नि त होइन हजुर। हाम्रो यो चिकन उयो चाहिँ बोनलेस चिकन चाहिँ रेडी भइसक्यो। अब यो चाहिँ विङ्स पाक्न बाँकी छ। अब त्यो चिकन विङ्स त हुँदै भएन। चिकन विङ्स अब के अरे उयो चाहिँ होइन हामीले कबाब बनाउनु खोजेको थियो, कस्तो बोरिङ भएन नि हजुरहरू। गिलो भएछ कि साह्रो। मेरो घरमा चाहिँ बाजेको छोराले चाहिँ के भन्छ उयो बनाउनु हुन्थ्यो कि गोरुको मासुको। आउनु ल एकछिनमा भाइ, आउनु ल आउनु नि फेरि। ल हुन्छ आउनु नि नबिर्सी।
त्यो के भन्छ गोरुको मासुको त्यो किमाको कबाब बनाउनुहुन्थ्यो मेरो बाजेबोजूको छोराले चाहिँ। तर हामीले चाहिँ उस के पो चिकनको बनाएको थियो, तर भएन, ज्यादा गिलो भएछ। अबे बिरालोले एट्याक गरेको हेर्नु न हजुरहरू यहाँबाट। यो झ्यालबाट हेर्नु न, जालीबाट चाहिँ एट्याक गर्छ रहेछ बिरालोले यहाँनिर। अब यो चाहिँ विङ्स हो। यहाँनिर चाहिँ के रेडी हुँदैछ हजुर? अब यो चाहिँ त्यस पछाडि चाहिँ हामी चाहिँ यो प्याज है, टमाटर अनि के पो यो क्याप्सिकम चाहिँ हामीले चाहिँ यो पनि पोलेर हामीले चाहिँ यसलाई पनि पोल्दैछौँ। किनभने यति राम्रो हुँदो रहेछ कि पोलेको मासुसँग यसलाई है यति डरलाग्दो म्याच गर्दैछ, राम्रो पनि हुँदो रहेछ, मिठो पनि हुँदो रहेछ, राम्रो पनि रहेछ। यसको चाहिँ पोलेको मासुसँग खानु चाहिँ यति राम्रो रहेछ है हजुरहरू। यसरी चाहिँ नबिर्सिनुहोस् है हजुरहरूले पनि। हाम्रो विङ्स चाहिँ अहिले यतिको भइसकेको छ हजुरहरू। यहाँ देख्न सक्नुहुन्छ आकाशबाट पानी बर्सेको जस्तो पनि लागिरहेको छ, तर केही पनि छैन। हाम्रो अब यो अन्तिम हो। अलरेडी यहाँ पक पनि भइसकेको छ। यहाँनिर उयो पनि बोनलेस चिकनको त्यो कुनै के पनि भइसकेको छ। भन्नु जान्दिनँ के कमेन्ट्समा के भन्छ हजुरहरूले, पग यति के भन्दो रहेछ होइन हिब्रूमा चाहिँ। अनि यहाँ चाहिँ विङ्स भइसकेको छ हजुरहरू। 100मा यहाँनिर 60% भइसकेको छ विङ्स पनि। यो चाहिँ हाम्रो अलरेडी भइसकेको छ। यो त लाँदा हुन्छ हजुरहरू। अनि टेस्ट गर्नु न। आम्मामामामामा हजुरहरू हेर्नु त, कोइला यस्तो दामी बोलेको छ कि, यस्तो दामी बलेको छ कि। अब लास्ट हो यो हाम्रो है, सक्यो। यो चाहिँ लास्ट विङ्समा चाहिँ चिकन विङ्स हो, लास्टमा गइरहेको छ। यहाँनिर अलिकति ट्राई गरेको त्यो हुन्छ कि हुँदैन भनेर, तर यहीँ टालिँदो रहेछ, हुँदैन रहेछ। हजुरहरू यो चाहिँ कुखुराको मासुको किमा चिकन विङ्सको चाहिँ हामीले चाहिँ यस्तो बनायो। यहाँ देख्न सक्नुहुन्छ। यो चाहिँ हामीले चाहिँ सानो डाबर जस्तै बनायौँ होइन। खास चाहिँ हामीले कबाब बनाउनु खोजेको थियो, एक्चुअली भएन, साह्रो गिलो भएर चाहिँ आइडिया लगाएर चाहिँ के गरौँ भनेको नि त, सानो डल्लो गरेर तावामा राख्दै हामीले चाहिँ यसरी गरेको। अहिले चाहिँ टोटली राम्रै देखियो होइन। कबाब पनि यस्तै त हुन्छ होइन। कबाब भन्छ कि के भन्छ, कबाब भन्दैनौ के भन्छौ, कस्तो बिर्सेको। मेरो बोजू बाजेहरूले बनाइराख्नुहुन्छ क्या। कबाब त त्यो हड्डीको हुन्छ होइन, गोरुको मासुको हड्डीको। अन्त त्यो के भन्छ हौ, कबाबै भन्छ। कोरमा पो त है हड्डी त, गोरुको मासुको हड्डीको त्यो कुनै के गरेको चाहिँ कोरमा हुन्छ। तर यो कबाब नै हो कि, एक्चुअली चाहिँ कबाब नै भइसकेको छ हजुरहरू होइन। यो सिन्कामा राख्नु त हो होइन। टोटली भइसक्यो हाम्रो यो चिकन विङ्स चाहिँ, बोनलेस चिकन चाहिँ रेडी भइसक्यो। अब यो चाहिँ विङ्स पाक्न बाँकी छ। अब त्यो चिकन विङ्स त हुँदै भएन। चिकन विङ्स अब के अरे उयो चाहिँ होइन, हामीले कबाब बनाउनु खोजेको थियो, कस्तो बोरिङ भएन नि हजुरहरू। गिलो भएछ कि साह्रो। मेरो घरमा चाहिँ बाजेको छोराले चाहिँ के भन्छ उयो बनाउनुहुन्थ्यो कि, गोरुको मासुको। आउनु ल एकछिनमा भाइ, आउनु ल आउनु नि फेरि। ल हुन्छ आउनु नि नबिर्सी। त्यो के भन्छ गोरुको मासुको त्यो किमाको कबाब बनाउनुहुन्थ्यो मेरो बाजेबोजूको छोराले चाहिँ। तर हामीले चाहिँ उस के पो चिकनको बनाएको थियो, तर भएन, ज्यादा गिलो भएछ। अबे बिरालोले एट्याक गरेको हेर्नु न हजुरहरू यहाँबाट। यो झ्यालबाट हेर्नु न, जालीबाट चाहिँ एट्याक गर्छ रहेछ बिरालोले यहाँनिर। अब यो चाहिँ विङ्स हो। यहाँनिर चाहिँ के रेडी हुँदैछ हजुर? अब यो चाहिँ त्यस पछाडि चाहिँ हामी चाहिँ यो
प्याज है, टमाटर अनि के पो यो क्याप्सिकम चाहिँ हामीले चाहिँ यो पनि पोलेर हामीले चाहिँ यसलाई पनि पोल्दैछौँ, किनभने यति राम्रो हुँदो रहेछ कि पोलेको मासुसँग यसलाई है यति डरलाग्दो म्याच गर्दछ, राम्रो पनि हुँदो रहेछ, मिठो पनि हुँदो रहेछ, राम्रो पनि रहेछ। यसको चाहिँ पोलेको मासुसँग खानु चाहिँ यति राम्रो रहेछ। हजुरहरूले यसरी चाहिँ नबिर्सिनुहोस् है हजुरहरूले पनि। र हजुरहरू म चाहिँ अब यो विङ्स राख्दैछु है, राख्नु गइरहेको छ। आमा कति गरौँ रहेछ। किन त्यो पाकेर ए विङ्स हेर्नु न पाक्यो, यो किन पाक्दैन आफै? यो चाहिँ पाकिसक्यो नि त होइन हजुर। ल हजुरहरू हाम्रो यहाँनिर हाम्रो चिकन बोनलेस हुन्छ नि, के भन्छ पगेटी के समथिङ के भन्छ होइन, उसको चाहिँ हाम्रो चाहिँ यहाँनिर चाहिँ रेडी भइसक्यो, पाकिसक्यो है। यो बार्बिक्यू गरेको बोनलेस चिकन हामीले यसरी गरेको छौँ होइन झिरमा, यो चाहिँ पाकिसक्यो हजुरहरू। मेरो घरमा, मेरो बोजू बाजेको घरमा पनि मेरो छोराले चाहिँ मेरो छोरा पनि मेरो बोजू बाजेको छोराहरूले चाहिँ यस्तो पुरा खाने गर्नुहुन्छ कि हजुरहरू। अनि म पनि एकदमै खड्डी भइसकेको छु, कसरी पोल्नुपर्छ, के गरेर पोल्नुपर्छ भनेर। कबाब बनाउनु लागेको थियौँ हामीले, खास त गोरुको मासुमा हुन्छ कबाब भनेपछि त होइन। हामीले चाहिँ चिकन विङ के अरे मिन्स चिकन अब किमा चिकन किमामा गरेको थिएँ, किनभने त्यो अलरेडी हामीले फ्रिजबाट हिजो डिपबाट निकाल्नु अलिकति लेट भएको कारणले गर्दा चिकन चाहिँ फ्यात्तै फुत्तै भएछ हजुरहरू। अन्त त्यो कबाब बन्नेन आज। सो अब चाहिँ हाम्रो यहाँ विङ्स रहेको छ होइन। अब यो सकिसकेपछि हामीले विङ्स गर्ने हो। यो मस्ती भइसकेको छ हजुरहरू। के गर्नु, एक बारको जिन्दगी हो, खानुपर्छ लाउनुपर्छ होइन हजुरहरू। खङखङ लङलङ भन्दै तेर्सियो भने त के गर्नु त होइन हजुरहरू। यस्तो दुःख गर्नुपर्छ, खानु पनि पर्छ होइन। पैसा पैसा भनेको एक ठाउँमा राख्नुपर्छ, आफ्नो जिन्दगी भनेको एक ठाउँमा राख्नुपर्छ होइन हजुरहरू। टिम टिम गरेर कहिले हो जिन्दगी बिताउनु होइन हजुरहरू। मलाई चाहिँ एकजनाले के पनि भनेको थियो भने नि हजुरहरू, 40 काटेपछि चाहिँ जामा लाउँदा चाहिँ हामीलाई सुहाउँदैन अरे भनेर एकजनाले मलाई भनेको थियो होइन। के लाउनु भएको हौ जामाहरू, तपाईँहरूलाई त सुहाउँदैन त भनेर पनि भनेको एकजनाले होइन। तर त्यो 40 काटेर जामा लाउँदा सुहाउँछ सुहाउँदैन हजुरहरू यसो कमेन्ट्समा भनिदिनुहोस् है। मलाई एकजनाले भनेको थियो, अहिले पनि याद छ होइन, सुहाउँदैन त तपाईँलाई त भनेर के। अब सुहाउनु नसुहाउनु आफ्नो इच्छा हो नि होइन हजुरहरू। हजुरहरूलाई चाहिँ के कसो लाग्छ यसो कमेन्ट्समा चाहिँ एकदम प्रतिक्रिया दिनुहोस् होला यो विषयमा चाहिँ हजुरहरू प्लिज म भन्नु चाहन्छु। भोलिपछि मेन्सन गरौँला कसले भनेको के किन भनेको भनेर होइन। ल हाम्रो चाहिँ पोर्कको बार्बिक्यू चाहिँ सकिसक्यो र अहिले चाहिँ यो चिकन गरिरहेको छौँ हामीले। यो चिकन हो हजुरहरू। पोर्क त भइसक्यो, पोर्क त अलरेडी यहाँनिर यो चाहिँ पोर्क हो हजुरहरू, अलरेडी भइसक्यो। अब यहाँ हाम्रो रक्सो विङ्स रहेको छ है। कबाब थियो, कबाबमा चाहिँ अलिकति हाम्रो पानी उयो के अरे गिलो भएछ, त्यही भएर हाम्रो कबाब चाहिँ कम्प्लिट भएन, गर्नु सकेन। अब त्यो कबाबकोलाई चाहिँ भोलि मोमो झन्डै झरे भोलि मोमो बनाएर खाने हो। थाहा हो झन्डै पोल्यो। त्यस्तै हजुरहरू यो चाहिँ कुखुराको मासुको किमा चिकन विङ्सको चाहिँ हामीले चाहिँ यस्तो बनायो, यहाँ देख्न सक्नुहुन्छ। यो चाहिँ हामीले चाहिँ सानो डाबर जस्तै बनायौँ होइन। खास चाहिँ हामीले कबाब बनाउनु खोजेको थियो, एक्चुअली भएन, साह्रो गिलो भएर चाहिँ आइडिया लगाएर चाहिँ के गरौँ भनेको नि त सानो डल्लो डल्लो गरेर तावामा राख्दै हामीले चाहिँ यसरी गरेको। अहिले चाहिँ टोटली राम्रै देखियो होइन। कबाब पनि यस्तै त हुन्छ होइन,
कबाब भन्छ कि के भन्छ हौ? कबाब भन्दैनौ के भन्छ हौ? कस्तो बिर्सेको मेरो बोजूबाजेहरूले बनाइराख्नुहुन्छ क्या। कबाब त त्यो हड्डीको हुन्छ होइन, गोरुको मासुको हड्डीको। अन्त त्यो के भन्छ हौ? ए कबाबै भन्छ, कोरमा पो त है हड्डी त, गोरुको मासुको हड्डीको त्यो कुनै के गरेको चाहिँ कोरमा हुन्छ, तर यो कबाब नै हो कि एक्चुअली चाहिँ कबाब नै भइसकेको छ हजुरहरू होइन। यो सिन्कामा राख्नु त हो होइन। टोटली भइसक्यो ल हजुरहरू, हाम्रो यस्तो सबै कम्प्लिट भइसक्यो खानेकुरा है। बाहिर भइहाल्यो सबै कम्प्लिट भइसक्यो। अब हामी खानु मात्रै बाँकी छ, भाइहरू आउनु हुँदैछ है, अब हामी खानेछौँ। गुड मर्निङ सेवा। शनिबारको दिन हजुरहरूलाई फेरि पनि, शनिबार बिहानी हजुरहरूलाई फेरि पनि ऋतु राईको ब्लगमा स्वागत गर्दछु, मेरो परिवारहरूलाई, मेरो फ्यामिलीहरूलाई। आज चाहिँ बिहानै यसो वकमा निस्केको हजुरहरू, स्याटरडे होइन, छुट्टी भन्दा पनि त्यो सुतिरहनु त भएन नि त, यसो वर्कआउट त गर्नु पऱ्यो नि त होइन हजुरहरू। यसो घुम्न निस्केको, चिसो हावा खानु, बिहानीको चिसो हावासित रमाउने गरौँ है। यस्तो छ चिसो चिसो हावा, चिसो चिसो हावा। के बनाएको होला ऊ यहाँ माथि हेर्नु न हजुरहरू, कालै कालै कालो लागा यहाँनिर रमाइलो भइरहेको छ। आज स्याटरडेको दिन के साह्रो सुनसान हौ है। साह्रै ह्याङ्गिङ खाएछ नि त ह्याङ्गिङ हुने। दुपट्टा सडक रहा है मेरा दिल धडक रहा है। यो चाहिँ म हो हजुरहरू, शनिबारको बिहानी, शनिबारको दिन। यता चाहिँ गाडीहरू जाँदैछ, अन्त चाहिँ म भने घामले हेर्नु न हजुरहरू, भन्नुहुन्छ नि सन एलर्जी यति डरलाग्दो हुँदैन, मलाई यति डरलाग्दो हुँदैन, यति डरलाग्दो हुँदैन। हजुरहरूले यसो भनिदिनु पऱ्यो कि दबाई चाहिँ म के चाहिँ खानु सन एलर्जीमा, यति डरलाग्दो एलर्जी हुन्छ कि। भनिदिनु न, मैले चाहिँ एलर्जी हुँदा के खानु, सन एलर्जी हुँदा। लाग्दो जिन्दगी जिइरहेको छ। आज त कोही छैन रहेछ, कता छ हौ दोकान चाहिँ? ऊपर रहेछ, ऊपर होइन, गाडीहरू आउँदैछ। לך, לא, אתה, אני לא סומך עליך, אני עושה. हेर्नु न टिम्बुरको बोट रहेछ हजुरहरू, यहाँनिर मालगाडी बोट रहेछ, मालगाडी। यो चाहिँ के बनाएको होला है?
छैन ल ऊ पर रहेछ त ऊ दोकान ऊ त्यहाँ पर पनि छ त अन्त दुपट्टा सरक रहा है हेर्नु न हजुरहरू यस्तो डरलाग्दो भिड हुन्थ्यो है फ्राइडेको दिन तर आज चाहिँ स्याटरडे भएर सुनसान सबै अब हिजो सर्बतहरू पिएर सुतिरहेको होला त्यस्तो छैन चाइनाहरू चाहिँ पुरै छ चाइनाहरू त स्याटरडे पनि बिजी फ्राइडे पनि बिजी एभ्री टाइम बिजी हजुरहरू देखाउँछु हजुरहरूलाई यहाँ पनि रहेछ नि दोकान यहाँनिर यस्तो स्याटरडे हजुरहरू हेर्नु सक्नुहुन्छ चाइना बसेर खाँदै रहेछ चाइना बसेर खाँदै रहेछ भने पनि यहाँ ऊ पर चाहिँ पुरै भिड रहेछ हजुरहरू ऊ परतिर चाहिँ अलिकति झन् भिड रहेछ पर चाहिँ हेर्नु त हजुरहरू भिड छ हो त्यहाँ चाहिँ चाइनाहरू मात्रै छ चाइनाहरूको भिड छ यता पनि चाइना जाँदैछ यहाँ चाहिँ पानीको भिड रहेछ पानीको यहाँ पनि इन्डियन सप रहेछ है हजुरहरू नमस्ते इजरायल अरे द बेस्ट इन्डियन सुक इन टाउन अरे गोर्खा किचनदेखिको अलिकति तल झरेर राइटमा रहेछ थाहा थिएन कि हामीलाई चाहिँ यहाँ पनि खुलेको रहेछ आमा उयोहरू आएको रहेछ नर्स उयोहरू के अरे सिस्टरहरू हेर्नु न सिस्टरहरू आएको रहेछ यहाँबाट के मदर टेरेसा भन्दैछु सिस्टरहरू इन्डियाबाट आएको होला सिस्टरहरू जिसु बडाई जिसु बडाई भन्छ नि त जिसु बडाई यिनीहरू सबै जिसु बडाई हाम्रो स्कुलमा हामीले पढ्दा जिसु बडाई भन्थ्यो नि त त्यस्तै जिसु बडाई भन्थ्यो कि हामीले जिसु बडाई गुरामा भन्थ्यो अब के भन्छ मिसनरी स्कुलतिर त जिसु बडाई त भन्छ नि होइन हजुरहरू हामीले त्यस्तै भन्थ्यो नि त यस्तो यस्तो सेतो सेतो लाउनेहरू पनि हुन्थ्यो होइन हाम्रो स्कुलमा चाहिँ प्रायः चाहिँ ब्लू कलरको लाउने सिस्टरहरू हुनुहुन्थ्यो यहाँनिर टाउकोमा पनि ब्लू सबै ड्रेसै सेटै ब्लू क्या ब्लू कलरको उहाँहरूले पढाउनुहुन्थ्यो भजनहरू सिकाउनुहुन्थ्यो गीतहरू सिकाउनुहुन्थ्यो मलाई चाहिँ एउटा दुईजनाको सिस्टरको नाम चाहिँ याद छ सिस्टर बाबरा र सिस्टर के पो सिस्टर क्रिस्टिना थियो म चाहिँ सेन्ट ट्रिजा चाहिँ कसरी पढ्नु गएको भनेर चाहिँ सिस्टर क्रिस्टिना चाहिँ हाम्रो गाउँमा चाहिँ एकजना बाजे हुनुहुन्थ्यो ऐमन बाजे भनेर भन्छ उहाँ चाहिँ सेन्ट रोबर्ट स्कुल पढाउनुहुन्थ्यो अन्त उहाँको सेन्ट रोबर्ट स्कुल पढाउनुहुन्थ्यो अन्त उहाँसँग चाहिँ मेरो पापाको चाहिँ साथी थियो मेरो पापा अनि त्यही भएर चाहिँ उहाँकै थ्रुबाट चाहिँ सिस्टर क्रिस्टिनाकोबाट चाहिँ मैले एक्जाम बसेर चाहिँ पास गरेर चाहिँ मैले जोइन गरेको सेन्ट ट्रिजा स्कुल तर त्यस्तो उयसमा चाहिँ होइन तर इक्जाम चाहिँ राम्रोसँगले बसेको एकदमै कम्प्लिट इक्जाम बसेर नै टेस्टहरू बसेर नै पास गरेर चाहिँ मैले जोइन गरेको सेन्ट ट्रिजा स्कुल है हजुरहरू त्यही हो त्यही भएर चाहिँ मैले त्यो के छ त्यो चाहिँ कहाँबाट निस्क्यो भनेर भन्नुहुन्छ होला अब यही जिसुबडाईबाटै निस्किएको नि त होइन मिसनरी स्कुलमा चाहिँ त्यसरी भन्थ्यो जिसुबडाई भनेर भन्थ्यो भन्ने कुराबाट चाहिँ यो कुरा निस्किएको हजुरहरू है स्याटरडेको दिन मैले चाहिँ आइसक्रिम किने हजुरहरू फर्मेलको लागि
थनमेल रहेछ ऊ इन्डियामा चाहिँ लडाइँ भइरहेको छ है इन्डिया र पाकिस्तानको डर लागिरहेको छ के हो कसो हो चाइनाले यस्तो देख्न चाहिँ पर्छ लडाइँ जता पनि लडाइँ नै लडाइँ अब संसार मासिने रहेछ हजुरहरू है हजुरहरू यहाँ हेर्नु न इन्डिया चाइनाहरू हजुरहरू मेलाक्क भएर बसिरहेको छ चाइना किन बसेको बाटोमै तिम्रो उठ कालो भयो चाइना सलाम चाइनु सलाम ताकि दिली सलाम चाइनिजहरू बिचारा सलाम भन्न भनेको भन्दैन खै पेट गरम भयो कि हजुरहरू आइसक्रिम खाइदिएको कस्तो लाग्यो आइसक्रिम कुन चाहिँ फ्लेभर हो कस्तो चिसो हुँदो रहेछ फ्लेभर के छ फ्लेभर फ्लेभर चक्लेट फ्लेभर होइन यो कुन चाहिँ के को फ्लेभर यो के को फ्लेभर खाऊ ल गरममा अलिक राम्रो हुन्छ शीतल हुन्छ हजुरहरू अहिले भने चाहिँ म मेरो कामतर्फ फर्किरहेको छु डेस्टिनेसनतर्फ फर्किरहेको छु हो हजुरहरू के गर्नु अब काममा जानै पर्यो तर पस्नु त 8 बजी हो होइन यो हगना हो यहाँ पर हो मेरो काम चाहिँ यहाँ पर तर एकछिन बाहिर बसेर चाहिँ जान्छु यहाँ छिमेकी पनि आउनु भएछ हाम्रो दादा दादा हालो भन्दैन मेरो ब्लगमा हेलो यो चाहिँ मेरो बहिनी हो के गर्नुपर्छ दादा सब्सक्राइबहरू गर्नु पर्दैन ए यो च्यानल है युट्युब च्यानल हेरेर जति पनि बस्नु भएको छ है सबैजनाले सब्सक्राइब लाइक है कमेन्ट सेयर गरिदिनु थ्याङ्क यू दादाले पनि हँसाउँछ दादा ल हजुर फर्केको हेर्नु न हजुरहरू सुनसानै छ कति रोडहरू हामी फर्केको घर अब मेरो त काम यहाँनिर हो हजुरहरू त्यस्तो पर्दैन अब यो पुल काटिसकेपछि चाहिँ टक्रकै अब यहाँ परेछ नि लास्ट त्यहाँनिर त्यसको यतापट्टिको चाहिँ मेरो हो दादाको चाहिँ उहाँ पर हो दादाको उता यता मेरो उतापट्टि हो अघि दादा त्यही भएर चाहिँ अब चाहिँ म चाहिँ घर जाँदैछु खास त 8 बजीतिर पसे पनि हुन्छ नि त होइन हजुरहरू किनभने के अरे अब घरकै त्यही हो हजुरहरू अब मेरो काम यही हो है त्यो हो मेरोमा चाहिँ होइन अब स्याटरडे हो बस्नु परिहाल्यो हो अब गर्दै अब बस्दैछु अब कामतर्फ है नबस्नु पनि नहुने फेरि सुरुवात हुन्छ भोलिदेखि इधर उधरको काम है भोलिदेखि इधर उधरको ब्लग सुरु हुन्छ ल्याउला हजुरहरू ल्याउला इधर उधर डरलाग्दो इधर उधरको पनि ल्याउला राम्रो इधर उधरको पनि ल्याउला अहिले त्यस्तै भइरहेको छ होइन इधर उधर कता घुम्नु जानु पनि पाएको छैन अनि त्यही भएर सबैजनालाई देखाउनु त मन लाग्छ नि मेरो युट्युब फ्यामिलीहरूलाई त होइन राम्रो ब्लग बनाएर तर के गर्नु अभाग्य वर्ष जस्तो के त्यस्तै हुँदो रहेछ अब ल्याउला हजुरहरू अब चाहिँ मेरो काममा आइपुगेँ मेरो काममा आइपुगेँ है त्यही हो यो पुया परको पुल छ अनि पुल सबै क्रस गरिसकेपछि चाहिँ यो पुल अब चाहिँ यहाँबाट चाहिँ म जानुपर्छ घर
भइहाल्यो आजको भ्लग है हजुरहरू। फ्राइडे र स्याटरडेको भ्लग चाहिँ आज चाहिँ म यहीँ समाप्त गर्न चाहन्छु। हजुरहरूले एकदम बोरिङ नमानिकन हेरिदिनुहोस् है सुरुदेखि अन्तसम्म है हजुरहरू। र के कसो हुन्छ मेरो भ्लगमा, के कसो भयो है, सो प्रतिक्रिया दिनु नभुल्नुहोस् होला भन्दै म हजुरहरूबाट छुट्न चाहन्छु। र सो फेरि पनि मिल्नेछु अवश्यको भ्लगमा। धेरै धेरै माया, लोट्स अफ लभ भन्दै छुट्नु है त हजुरहरू। बाई।